अनि मैले आज एउटा टाइटल भनौँ, विषय भनौँ, सब्जेक्ट भनौँ, जे पनि भन्नुहुन्छ तपाईँ लेख्न सक्नुहुन्छ। त्यो चाहिँ हो प्रतिज्ञा। के हो? प्रतिज्ञा। यो विषयमा रहेर केही मिनट तपाईँसँग बातचित गर्न चाहन्छु। प्रतिज्ञा। यसको आधार पोइन्टहरू अघि पनि हामीले सुनिहाल्यौँ। मैले त्यो कुरालाई पढिनँ। अब पहिलो कुरिन्थी 6:19-20 अघि हामीले 2-3 चोटि रिपिट गरी पढेका छौँ। तर दुईवटा उदाहरण म तपाईँको अगाडि राख्न चाहन्छु आज। हामी आत्मामा छौँ र आत्माको परमेश्वरलाई आत्मामा भएर महिमा गर्छौँ। आमेन। होइन र? त्यस कारणले गर्दाखेरि म एउटा आत्मा हुँ, मसँग प्राण छ अनि म शरीरमा बास गर्छु भनेर धेरैपल्ट हामीले घोषणा गरेका छौँ, धेरैपल्ट भनेका छौँ। सायद तपाईँले स्कुलमा, बाइबल स्कुलमा पढिसक्नु भएको छ। होइन र? म आत्मा हुँ, मसँग प्राण छ र म कहाँ बास गर्छु? शरीरमा बास गर्छु। अब सुन्नुहोस्, हामीले आत्मामा परमेश्वरलाई आराधना गरेका छौँ, महिमा गरेका छौँ। आमेन। सबैले गर्नुभएको छ। अनि आत्मामा परमेश्वरलाई महिमा गर्नाले एकचोटि ताली बजाएर प्रभुलाई धन्यवाद देऊ न। अब आत्माको कुरालाई अलिकति पछाडि राखेर अनि आज म दुईवटा उदाहरण सँगसँगै शरीरको कुरालाई अलिकति जोड दिन पर्यो। अनि खुसीको कुरा चाहिँ आत्मा पनि यही शरीरमा छ। आमेन। यसरी भन्नुहोस् त, आत्मा पनि यही शरीरमा छ। आत्मा पनि यही शरीरमा छ। अर्को दुनियाँमा छैन नि त। आत्मा चाहिँ यही शरीरमा बास गर्छ। आत्मा पनि त्यसो भएको कारणले गर्दाखेरि दुईवटा उदाहरण, दानियलको पुस्तक 3 अध्याय, प्रेरितको पुस्तक 16 अध्याय। तपाईँले पछि कोट गर्नु होला वचन, तपाईँलाई सम्झना होस् भनेर। अनि तपाईँले पढ्नु भएको छ भने मैले बोल्दै गर्दा बुझ्नुहुन्छ। तपाईँले त्यो खण्डलाई हेर्नु भएको छ भने मैले बोल्दै गर्दाखेरि तपाईँ छर्लङ्गै हुन्छ। तर पढ्नु भएको छैन भने चाहिँ तपाईँलाई प्रश्न उठ्छ, कहाँबाट बोलेको, कसरी बोलेको भन्ने कुरा तपाईँलाई प्रश्नै मात्रै आउँछ। तर तपाईँले पढ्नु भएको छ भने तपाईँ छर्लङ्गै हुनुहुन्छ। दानियलको पुस्तक 3 अध्यायलाई हामीले पढ्दै गर्दाखेरि 1 र 2 अध्याय पढ्दै गर्दा 2 अध्यायमा मिठो घटना घटेको छ। राजाको सपना दानियलले खोलिदिएको छ। त्यसपछि दानियलका साथीहरू त्यो राजमहलमा भनौँ, त्यो प्रान्तमा भनौँ, शासकको रूपमा नियुक्ति भएका छन्। तर 3 अध्याय सुरु हुँदै गर्दाखेरि उसँगै काम गर्ने टिमहरूले एउटा निधो गर्छ, मद्दत गर्छ, एउटा गुटबन्दी बनाउँछ, एउटा योजना बनाउँछ। अनि त्यो योजना चाहिँ कस्तो भन्दै गर्दाखेरि जसरी भए पनि अब दानियल र दानियलको साथीहरूलाई हामीले के गर्नुपर्छ? फसाउनुपर्छ। त्यसपछि उनीहरूले एउटा योजना बनाउँछ अनि उहाँको योजना राजाका पेश गर्छ। त्यहाँ ठुलो मूर्ति बनाउने कुराहरू गर्छ। होइन र? अनि त्यसलाई रोक्नुपर्ने कुराहरू छ, के भन्ने कुरा चाहिँ लेखेको छ। तपाईँलाई सम्झना आउँछ देखेर दानियल 3 अध्यायलाई म बताउँदैछु तपाईँको अगाडि। अनि अर्को कुरा चाहिँ उनीहरूले त्यो ठाउँ खोज्दै जाँदै गर्दा मूर्ति कहाँ बनाउने भन्दै गर्दा एउटा सम्म ठाउँ भेट्दो रहेछ। कस्तो ठाउँ अरे? सम्म ठाउँ भेट्दो रहेछ। अन्त सम्म ठाउँमा त्यो आकृतिलाई बनाउँछ। त्यसपछि उर्दी जालु हुन्छ। त्यहाँ विभिन्न प्रकारको बाजाहरू बजेपछि सबै मानिसले के गर्नुपर्छ? मूर्तिको अगाडि दण्डवत गर्नुपर्छ। मैदान भन्दै गर्दा ठुलो थियो होला, सानो त थिएन होला। त्यो पनि राजाको उर्दी। होइन र? कति मानिस थियो होला? यति नै भनेर बाइबलमा लेखेको छैन। तर मैले अनुमान गरेको त्यो खण्डलाई पढ्दै गर्दाखेरि अनि त्यो ठाउँको परिवेशलाई याद गर्दै गर्दाखेरि कम्तीमा पनि लगभग 30 देखि 50 हजारको अनुमानित मानिसहरूको भेला राजाको उर्दीलाई मान्नको लागि। अब जसै उनीहरूले त्यो बाजा बजाउँछ सबैले दण्डवत गर्छ एकै तालमा। तर मिठो कुरा तपाईँलाई भनौँ, अब त्यत्रो भिडमा केही व्यक्तिले देख्छ नि, 3जना व्यक्तिले चाहिँ दण्डवत गरेको नगरेको देख्छ। यसो विचार गर्नुहोस् त, 3जना व्यक्तिले चाहिँ दण्डवत देख्छन् त्यत्रो हजारौँको भिडमा। यहाँ 500 मान्छे भेला भने कसले के गर्छ कसैलाई पनि थाहा हुँदैन, पत्तो पनि हुँदैन कसले के गर्यो भन्ने कुराहरू। को उभिएको छ, को नाचेको छ, को बसेको छ, को रुको छ, को हाँसेको कसैलाई पनि थाहा हुँदैन। तर त्यत्रो हजारौँको भिडमा उसले दण्डवत गर्दै गर्दाखेरि नि त्यो 3जना व्यक्तिलाई देख्छ नि केही व्यक्तिहरूले। त्यसपछि त्यो खबर राजाको पुर्याउँछ, तपाईँको आज्ञा नमान्दो रहेछ। फरक परेन, त्यत्रो मानिसहरूले, हजारौँ मानिसले दण्डवत गर्दै गर्दा केही भएन। तर 3जना व्यक्तिले दण्डवत नगर्दै गर्दाखेरि नि उसको प्रान्तमा हलचल मचेको छ। आमेन। हलचल मचेको छ।
आज म तपाईँलाई बताऊँ, अब आत्माले प्रभुको महिमा गऱ्यौँ, प्रभुलाई महिमा होस्, अब यो शरीरले पनि महिमा गर्नुपर्छ। आमेन। त्यो 50,000 मानिसको लागि 3जना व्यक्ति यति भारी भयो, यति महत्त्वपूर्ण बन्यो। 3जना व्यक्तिले 50,000 मानिसलाई दण्ड गरेको कुरालाई एकै तालमा खारिज गरिदियो, एकै तालमा खारिज गर्यो। यत्रो मानिस छ त, यत्रो मानिसले दण्ड गर्दा भएन, यो 3जनाले गर्नुपर्छ, नगर्दा के हुन्छ? तर 3जना व्यक्ति त्यो के भन्छ, त्यो प्रान्तमा, त्यो समुदायमा, त्यो राज्यमा नि भयङ्कर भयो। आज म तपाईँलाई बताऊँ, त्यो 3जना व्यक्ति प्रभुले आजको संसारमा खोज्दै रहन्छ। आमेन। त्यो 3जना व्यक्ति आजको संसारमा परमेश्वरले खोज्दै रहन्छ। मेरो प्रश्न यहाँ छ, अब के तपाईँ त्यो 3जनामा पर्न चाहनुहुन्छ? के तपाईँ 50,000मा पर्न चाहनुहुन्छ? यस कारणले गर्दा उनीहरूले एउटा प्रतिज्ञा गर्यो, चाहे जे होस्, चाहे जे होस्, म प्रभुको अगाडि उभिनुपर्छ। उनीहरूले प्रतिज्ञा गरेको छ। आज हाम्रो पनि प्रतिज्ञाहरू छ, जीवनमा यो गर्छु, त्यो गर्छु, यसो गर्छु, उसो गर्छु, थुप्रै कुराहरू छ। तर प्रश्न यहाँ छ, के तपाईँ म त्यो 3जना व्यक्तिमा गनिन्छौँ कि तपाईँ म त्यो 50,000को भिडमा गनिन्छौँ? आज परमेश्वरले खोजेको चाहिँ त्यही 3जना व्यक्ति हो। 3जना व्यक्ति उभिँदै गर्दाखेरि नि उसको साम्राज्यभित्र हलचल मचेको छ। अनि म यसरी भन्न मन पराउँछु, हलचल मात्रै होइन, बहाड चलेको छ। आमेन। बहाड चलेको छ। अनि यस्तो प्रकारको बहाड चल्यो नि, तपाईँले अलिक उदो गएपछि तपाईँले पढ्न पाउनुहुन्छ बहाड कस्तो प्रकारले चल्यो भन्दै गर्दाखेरि नि त्यो 3जना व्यक्तिहरू चाहिँ माथिल्लो उच्च अहोदाको मानिसहरू भए। त्यति मात्रै भएन, दानिएलले पुजेको परमेश्वरलाई, शद्रक, मेशक, अबेदनगोले पुजेको परमेश्वरलाई सारा साम्राज्यले के गरेको छ? अब अवनत गरेको छ, स्वीकार गरेको छ। आज म तपाईँलाई बताऊँ, त 3जना व्यक्ति वर्तमान समयमा परमेश्वरले खोज्नुहुन्छ। 3जना व्यक्ति त्यो यस्तो प्रतिज्ञा बोकेको व्यक्तिलाई परमेश्वरले खोज्नुहुन्छ। के तपाईँ र म तयार छौँ त्यो 3जना व्यक्ति बन्नका लागि? त्यो प्रकारको जोस र जागरमा, प्रतिज्ञामा। कहिलेकाहीँ हाम्रो त यस्तो प्रतिज्ञा हुन्छ, आफूले भनेको जस्तो भएर भने सबै त पल्टाइदिन्छ। तर त्यो 3जना व्यक्तिले यस्तो प्रतिज्ञा गरे जीवनमा, अन्ततः उनीहरूले यसरी पनि भनेको छ, मर्नु परे पनि मरौँला, बचाउनु भएन भने केही छैन प्रभुले, तर हामी तपाईँले बनाएको आकृतिलाई हामी दण्डवत गर्दैनौँ भनेको छ। अनि यो प्रतिज्ञा हो, यो चाहिँ शरीरको महिमा हो। जब मानिसले शरीरमा महिमा गर्न सुरु गर्छ नि, संसार झुक्न सुरु गर्छ। संसार झुक्न सुरु गर्छ, संसारको शासकहरू झुक्न सुरु गर्छ। अनि आजको वर्तमान समयमा परमेश्वरले तपाईँले मेरो शरीरबाट पनि महिमा खोजिराख्नु भएको छ। त महिमा गर्ने को भनेर परमेश्वरले चेक गर्दै गर्दाखेरि, छान्दै गर्दाखेरि तपाईँको नाम आएको होस्, तपाईँलाई चिनिएको होस्। त्यो दिन त्यत्रो साम्राज्यमा हजारौँ मानिसको भिडमा 3जना व्यक्ति छानिएको छ, सुनिएको छ। 3जना व्यक्तिले त्यो हजारौँ भिडलाई 50,000को भिडतिर होइन केन्द्रित, 3जना व्यक्तिप्रति केन्द्रित बनाइदिएको छ। उनीहरूको एउटै प्रतिज्ञाले कि हामी मर्नु परे पनि केही छैन, बचाउनु भएन पनि केही छैन, तर हामी तपाईँले बनाएको आकृतिलाई दण्डवत गर्दैनौँ। आज यो पुस्ताभित्र, यो समयभित्र परमेश्वरले तपाईँ र मलाई त्यो 3जना व्यक्तिसँग तुलना गर्न चाहनुहुन्छ। के तपाईँ रेडी छौँ? धेरै भयो हामीले आत्मामा प्रार्थना गरेको, आत्मामा प्रभुलाई आराधना गरेको, यो शरीरले प्रभुको महिमा गर्नुपर्नेछ, यो शरीरले प्रभुको आराधना गर्नुपर्नेछ। धेरै भयो हामी आँखा बन्द गरेर, आँखा चिम्लेर प्रभुको महिमा गरेको, प्रभुलाई धन्यवाद चढाएको थुप्रै भयो। अब यो शरीरले प्रभुको महिमा गर्नुपर्छ। शरीरले महिमा गर्दै गर्छ, कष्टको बीचबाट भएर जानुपर्ने हुन्छ, कष्टको बीचबाट भएर जानुपर्ने हुन्छ। अनि यी व्यक्तिहरू पनि कष्टको बीचलाई अपनत्व गरे,
कष्टलाई नै मन पराए। तपाईँ मेरो प्रतिज्ञा आज तपाईँ मैले के सानो गरेका छु। तपाईँलाई म यहाँ छौँ, यहाँ छ प्रभु कुरालाई हामी सिक्नका लागि यहाँ छौँ, बुझ्नका लागि यहाँ छौँ। प्रभुले चाहेको चाहिँ प्रतिज्ञा हो। त्यो 3 जना व्यक्ति जस्तो व्यक्तिलाई आज खोज्नुहुन्छ। के तपाईँ भन्नुहुन्छ? के तपाईँ म छु भनेर तपाईँ भन्न सक्नुहुन्छ? तपाईँ सक्नुहुन्छ? परमेश्वरले तपाईँ मेरो हृदयमा र नयाँ काम गर्न लाग्नु भएको छ। नयाँ काम गर्न लाग्नु भएको छ। के तपाईँ त्यो नयाँ कामलाई स्वीकार गर्न रेडी हुनुहुन्छ? तयारी हुनुहुन्छ? तपाईँभित्र परमेश्वरले एउटा नयाँ काम गर्न लाग्नु भएको छ। के त्यो काम मेरो जीवनमा होस् भनेर तपाईँ स्वीकार गर्न सक्नुहुन्छ? यो मौका प्रभुले तपाईँलाई मलाई दिनुभएको छ। यो मौका प्रभुले तपाईँलाई मलाई दिनुभएको छ। यो मौका प्रभुले तपाईँले मेरो लागि ढोकाहरू खोल्नु भएको छ। एकछिन आफ्नो आँखालाई बन्द गरौँ। प्रभुले केही गर्न लाग्नु भएको छ तपाईँ र मेरो जीवन। तपाईँको जीवनमा केही त्यो कुराहरू हुँदैछ यतिखेर तपाईँको हृदयभित्र त्यो हलचलहरू मचिरहेको छ। तपाईँभित्र त्यो हलचलहरू मचेको कुरालाई म यतिखेर अनुभव गर्दैछु। तपाईँ त्यो व्यक्ति हो जो प्रभुको लागि म जीवन मरिमेट्छु भन्ने, म प्रभुको लागि केही गर्छु भन्ने तीव्र चाहना बोकेको र कतिपल्ट परिस्थिति नमिल्दै गर्दा, परिस्थितिबाट गाह्रो हुँदै गर्दाखेरि कतिपल्ट तपाईँले देखेको त्यो सपना आज धमिलिँदै गएको छ। तर आज एकपल्ट फेरि तपाईँले मेरो लागि ढोकाहरू खोलिएको छ। तपाईँको लागि ढोकाहरू खोलिएको छ। तपाईँको लागि ढोकाहरू खोलिएको छ। तपाईँको लागि ढोका खोलिएको छ। तपाईँले त्यो कुरालाई महसुस गरिराख्नु भएको छ यतिखेर। तपाईँले त्यो कुरालाई यतिखेर आफ्नो हृदयमा थाहा गरिराख्नु भएको छ। तपाईँले त्यो कुरालाई फिल गर्दैछ आफ्नो हृदयभित्र। आफ्नो मनमा, आफ्नो विचारमा त्यो कुरालाई तपाईँले याद गरिराख्नु भएको छ। आज म भनौँ, आजको दिन तपाईँको लागि हो। तपाईँको लागि हो। परमेश्वरले खास रूपमा तपाईँको लागि आजको दिनलाई खोल्नु भएको छ। तपाईँ मेरो एउटा ढोकाहरू खोलिएको छ। ढोकाहरू खोलिएको छ। त्यो ढोकाहरू खोलिएको छ। थ्याङ्क यू जिजस। मलाई थाहा छैन तपाईँ कुन परिस्थितिको बिचबाट भएर जाँदैनछ। तपाईँले आफ्नो दैनिकी जीवनलाई मानिसले हेर्दै गर्दा सबै कुरो ठिकठाक भएको हामी देख्छौँ, सबै कुरो मिलेको हामी देख्छौँ। तर कतिपल्ट हृदयमा त्यस्तो मिलेको छैन। सङ्घर्ष छ, सङ्घर्ष छ, हरेक दिनको सङ्घर्ष छ। म के गर्नु, म अगाडि कसरी भन्नु, हरेक दिनको सङ्घर्षभित्र तपाईँ बस्छ। आज तपाईँको दिन हो। आजको दिन तपाईँको लागि त्यो परिस्थितिबाट परमेश्वर तपाईँलाई उठाउन चाहनुहुन्छ, निकाल्न चाहनुहुन्छ, निकाल्न चाहनुहुन्छ। के तपाईँमा तयारी छ? रेडी छ? यो मौका प्रभुले तपाईँलाई मलाई दिनुभएको छ। मौकालाई नगुमाउनुहोस्। यो मौकालाई नगुमाउनुहोस्। यो परमेश्वरले दिनुभएको मौका हो। म फेरि तपाईँलाई सम्झना गराउँदैछु दानियलको पुस्तक 3 अध्यायलाई म तपाईँको लागि सम्झना मात्रै गराउँदैछु यतिखेर। अनि मिठोसँग दानियलको पुस्तक 3 अध्यायलाई तपाईँले पढ्नुभयो भने त्यहाँ उनीहरूले गरेको कार्यहरू तपाईँले पाउनुहुन्छ। यसरी भन्छ, त्यसै बेला केही ज्योतिषीहरू अघि सरेर युवतीहरूका विरुद्धमा अभियोग लगाए।
तिनीहरूले राजा नबुक्दनेश्वरलाई भने, महाराजा अमर रहून्। 10 पद, हजुरले हुकुम गर्नुभएको छ कि हरेक जसले नर्सिका, बाँसुरी, बिडा, सारङ्गी, सितार, न्याउली, बाजा र सबै किसिमका बाजाको स्वर सुन्छ त्यसले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत गर्नुपर्छ। अनि जसले घोप्टो परेर दण्डवत गर्दैन उसलाई दण्डिएको आगोको भट्टीमा फालिनेछ। 12 पदलाई मैले अलिकति तपाईँको अगाडि राखेँ। यहाँ यसरी भन्छ, तर केही यहुदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गरेर नियुक्ति गर्नुभयो, जसका नाउँ सद्रक, मेसक र अबेदको हुन्। हे महाराजा, यिनीहरूले हजुरलाई टेर्दैनन्। हामीले सजिलैसँग पढ्छौँ, तपाईँहरूको लागि सबै कुरो सरल भएको छ, परमेश्वरले सरलतामा ल्याइदिनु भएको छ। तर यो खण्डलाई तपाईँले पढ्नुभयो भने ती ज्योतिषीहरूले कस्तो प्रकारको बुद्धिलाई अपनत्व गरेको छ, कस्तो प्रकारको बुद्धिलाई प्रयोग गरेको छ। त्यत्रो 50,000 मानिसहरू घोप्टो परेको चाहिँ देखेन, तर 3 जना उभिएको चाहिँ देख्यो। त्यत्रो मानिस घोप्टो परिरहेको थियो, एउटै आवाज सुन्दै गर्दाखेरि एकै तालमा के देख्यो भन्दै गर्दाखेरि घोप्टो नपर्नेलाई चाहिँ देखि पठायो। आज म भनौँ, घोप्टो नपर्नु भनेको चाहिँ यो शरीरमा परमेश्वरलाई महिमा गर्नु। आमेन। अनि परमेश्वरलाई यो शरीरबाट महिमा गर्यो भने चाहिँ देखिँदो रहेछ। के हुँदो रहेछ अरे? देखिँदो रहेछ। दण्डवत गरेन भने चाहिँ चाहे त्यो एकैजना किन नहोस्, देखा पर्दो रहेछ। आमेन। देखा पर्दो रहेछ। त्यत्रो 50,000 मानिसको भिडमा 3 जनाले दण्डवत गरेन, सबै सुतेको मात्रै देख्यो, तर उनीहरूको आँखा चाहिँ त्यही 3 जनामाथि पर्यो। तपाईँलाई थाहा छ, आज म बताउँ, संसारको आँखा छ नि, घोप्टो पर्नेको पछाडि नहुँदो रहेछ, उभिनेको पछाडि हुँदो रहेछ। को चाहिँ उभियो भन्ने कुराहरू होइन र, को चाहिँ उभियो भन्ने कुराहरू। अनि तपाईँ उभिने व्यक्ति हो। तपाईँ उभिनु भयो भने नि देखिन सुरु हुन्छ नि, देखिन्छ रहेछ। उभिनु भयो भने, घोप्टो चाहिँ पर्नुभयो भने सबैमा हामी गनिने नै हो, तर नदेखिँदो रहेछ। अनि तपाईँको प्रतिज्ञा होस्, तपाईँ उठ्नको लागि चर्चमा आउनु भएको। आमेन। घोप्टो पर्नको लागि होइन नि, उठ्नको लागि हो। त्यस कारणले गर्दाखेरि यो कानले कहिलेकाहीँ भुतको आवाज सुनेको छ? यो कानले भुतको आवाज, तर्साको आवाज सुनेको छ? यो आँखाले भूतहरू देखेको छ? देखेको छैन? कानले सुनेको छ भूतको? हाम्रो आँखा त भूत हेर्ने आँखा हो, हाम्रो कान त भूतको आवाज सुन्ने कान हो, होइन र? यसो कानले छाम्नु त, तपाईँ कान छ? यसो छाम्नुहोस् न, यसो गर्नुहोस् त। सुन्छ यो कानले? सुन्छ? मैले के भन्दैछु? यो त भूतको आवाज सुन्ने कान होइन त, प्रभुको आवाज सुन्ने कान हो। आमेन। यो आँखा चाहिँ भूत हेर्ने आँखा होइन। भूत देख्नेले स्वर्गदूत पनि देख्नुपर्छ। अब भूत चाहिँ देख्न सक्ने, अनि प्रभुको दूत चाहिँ देख्नै नसक्ने, दुनियाँभरको आवाज सुन्ने अनि प्रभुको आवाज सुन्न नसक्ने। तपाईँले शरीरमा महिमा गर्नुभयो भने यो कानले परमेश्वरको आवाज सुन्छ। तर शरीरमा महिमा गर्नु भएन भने चाहिँ 50,000 को भिडमा दण्डवतमै पुग्छ। 3 जना व्यक्तिले नि उभिँदै गर्दाखेरि नि, खडा हुँदै गर्दाखेरि नि सारा संसारले 3 जना ध्यान केन्द्रित भयो। सारा संसारलाई आफूतिर खिचेको छ। तपाईँ उभिनु भयो भने नि, परमेश्वरको महिमाको लागि आफ्नो शरीरमा उभिनु चाहिँ भयो भने नि सबै मानिस तपाईँतर्फ हुन्छ। आमेन। यो मौका प्रभुले सबैलाई दिनुभएको छ। अब उभिने चाहिँ को? यसो विचार्नुहोस् त, दण्डवत नगर्दा सजाय पनि तोकिएको छ, जलिरहेको भट्टीमा आगोमा फाल्छु भनेको छ, होइन र? कहिलेकाहीँ परिस्थिति उनीहरूको लागि तपाईँसँग अहिले यो वर्तमान समय के बोल्दो र परिस्थिति, त्योभन्दा हजारौँ गुणा बेसी त्यतिखेर परिस्थिति बोलेको छ। अनि सबै कुरा बोल्दा बोल्दै अन्तिममा उनले एउटा यस्तो प्रकारको प्रतिज्ञा गर्छ 3 जना व्यक्तिले, ठिक छ, हाम्रो परमेश्वरले बचाएन भने पनि केही छैन, मर्नु पर्यो भने पनि हामी दण्डवत चाहिँ गर्दैनौँ है भनेको छ।
यो कुरा आज म तपाईँलाई बताइराखौँ। तपाईँ उभिनु भयो भने तपाईँको परिवार खडा हुन्छ। आमेन। तपाईँको परिवारमा सुरक्षाको बार लाग्छ। तपाईँ उभिनु भएन भने पर्खाल भत्किन्छ। पर्खाल भत्कियो भने सबै कुरा छिर्छ, सबै कुरा छिर्छ, सबै प्रकारको कुराहरू छिर्छ। होसियार तिनजनालाई देख्यो भन्छ। अनि म यसरी भन्न मन पराउँछु कि परमेश्वर तपाईँलाई देखेको मन पराउनुहुन्छ। तपाईँ देखेको मन पराउनुहुन्छ। तपाईँ कहिले देखिने अबको समय हो, देखा पर्ने समय हो। आमेन। देखा पर्ने समय हो। अर्को एउटा खण्डमा तपाईँको अगाडि अलिकति मैले राखेँ। प्रेरित 16 पदतिरदेखि हामी तल पाउँछौँ। अनि 16 पददेखि उँधो पढ्दै गयौँ भने त्यहाँ एउटा घटना घटेको छ। पावल र सिलास झ्यालखानामा परेको हुन्छ। उनीहरू आत्मामा प्रार्थना गर्ने व्यक्ति, आत्मामा प्रभुको महिमा गर्ने व्यक्ति। तर जब उनीहरू झ्यालखानामा पुग्छ, शरीर बाँधेको हुन्छ, बडो गम्भीर परिस्थिति हुन्छ। अनि आधा राततिर भन्ने शब्द चलाएको छ। अनि 24 घण्टा प्रभुको हो भनेर हामीले बुझौँ। यतिखेर तपाईँ सुत्दा पनि प्रभुको महिमा हुन्छ, तपाईँ उड्दा पनि प्रभुको महिमा हुन्छ। भनेपछि तपाईँले काम गर्दा पनि प्रभुको महिमा हुन्छ। यो कुरालाई याद गरिराखौँ। अनि यहाँ यसरी भन्छ, 25 पदलाई मैले पढेँ। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सुनिरहेका थिए। तब एक्कासी एउटा ठुलो भैँचालो गयो र झ्यालखानाका जगहरू हालिए र तुरुन्तै जम्मै ढोकाहरू उग्रिए र सबैका बन्धनहरू खुल्दै भन्छ। अब यो पावल र सिलासले आत्मामा प्रार्थना गरेको, आत्मामा शक्तिशाली प्रार्थना गर्ने व्यक्तिहरू। तर एक दिन उनीहरूको जीवनकालमा यस्तो घडी आउँछ, उनीहरूले आराधना गरेको परमेश्वरको शुभ खबर मानिसहरूलाई बताउँदै गर्दाखेरि त्यो ठाउँको, त्यो समाजको, त्यो राष्ट्रको व्यक्तिहरूले भनौँ अथवा त्यो साम्राज्यले भनौँ, त्यो सहरको नियम र कानुनले भनौँ, उनीहरूलाई पक्रेर जेलखानामा लगेर राख्छ। अनि जेलखानामा लगिसकेपछि त सजिलो चाहिँ हुँदैन निक्लिनको लागि। तर त्यो कठिन अवस्थामा रातमा थुप्रै कुरा भयो होला, बहस भयो होला, प्रार्थना गर्यो होला, होइन र सल्लाह गर्यो होला। पावल सिलास किन यस्तो गर्यो, नगरेको हुन्थ्यो, प्रभुले कसरी काम गर्नुहुन्छ भने अन्ततः उनीहरूले एउटा डिसिजन गर्छ जीवनमा, अब यो शरीरले प्रभुको महिमा गर्नुपर्छ। शरीरले महिमा कसरी गर्ने भन्दै गर्दा अघि दानिएलको पुस्तकमा चाहिँ हामी त्यो के भन्छ, एउटा मूर्तिलाई आखिर त दण्डवत गरेनौँ भने एउटा प्रतिज्ञा गर्यो। यहाँ चाहिँ के भन्छ, हामी जेलमा बसे, के भन्छ, जेलमा बसे तापनि हामीलाई सबै कुरोले बाँधे तापनि हाम्रो मुक्त परमेश्वरले थुन्नु भएको छैन, कसैले थुन्न सकेको छैन। यो आवाजले अब प्रभुको महिमा गर्छौँ। त्यसपछि बडो धुमधामसँग उनीहरूले के गए, प्रभुको भजन गाएर आराधना गर्यो। अनि आराधना गर्दाखेरि धेरै व्यक्तिहरूले कैदीले सुनि शरीरको महिमा देखा पर्न सुरु गर्छ नि। समाज र परिस्थिति बदलिन्छ, परिस्थिति बदलिन्छ। यो पछाडिको घटना तपाईँले हेर्नुभयो भने नि उनीहरूले मान र सम्मान पाएको छ। मैले एउटा कुरा तपाईँलाई जोड्दैछु, तपाईँ र म शरीरमा परमेश्वरको महिमा गर्न उभ्यौँ भने नि सबै कुरो परमेश्वरले तपाईँ र मलाई आवश्यक पर्ने सबै कुरो परमेश्वरले जुटाउनुहुन्छ, सबै कुरो परिवर्तन गर्नुहुन्छ। त्यस कारणले गर्दा त्यो जेलमा पनि त्यो कैदीको जीवन जिउँदै गर्दाखेरि पनि उनीहरूले परमेश्वरको महिमा गर्न, शरीरले महिमा गर्न छोडेन, शरीरले महिमा गर्न छोडे। त्यो महिमाले नै बन्धनहरू खोलिदिएको छ। जेलको मात्रै बन्धन खोलेन, मानिसको बन्धनहरू खोलिदिएको छ। मानिसले घोडा टेकेको छ अनि परमेश्वरको महिमा आएको छ। त्यत्रो कैदीहरू थियो, तर त्यो जेलरको दृष्टिकोण कैदीहरूमाथि गएन, पावल र सिलासमाथि पर्यो। अनि उनीहरूको त्यो कार्यलाई देख्यो। अनि यो शरीरले अब महिमा गर्नुपर्छ। आमेन। यो शरीरले महिमा गर्ने समयभित्र हामी छौँ। हामी आत्मामा महिमा गर्छौँ प्रभुलाई, किन आत्मा त प्रभुकै हो नि, होइन र? आत्मा त प्रभुकै हो, एक दिन प्रभुकै राज्यमा जाने हो। तर परमेश्वरले यो शरीरमा राख्नु भएको छ, अब यो शरीरले पनि महिमा गर्छ। आमेन। यस कारणले गर्दा तपाईँको प्रतिज्ञा होस्। तपाईँलाई गाह्रो पऱ्यो, साह्रो पऱ्यो भनेर थुप्रै कुरा नबताइदिनुहोस्, नभनिदिनुहोस् कि तपाईँ महिमा गर्ने ठाउँमा उभिनु भएको छ। अलिअलि त गाह्रो पर्छ, अलिअलि त साह्रो पर्छ। अनि आज म बताऊँ, आजको गाह्रो र साह्रो चाहिँ नि एक दिन प्रभुको राज्यमा तपाईँको जीवनको लागि मतीले जोडिने ठाउँ हो। आमेन। आज कष्ट भोग्नुभयो भने त्यो दिन तपाईँले सम्मान पाउनुहुन्छ। त्यस कारणले गर्दा
प्रभुको सेवकहरू बरु सहित हुन मन पराए, पछि हट्न मन पराएनन् उनीहरूले। बरु सहित हुनको लागि उनीहरू अगाडि बढे। सहिद भएरै छौँ। सहिदको चाहिँ नि यो संसारमा पनि भ्यालु छ, यो संसारमा पनि उनीहरूको नाम सुभाष चल्छ, चल्दैन र? हाम्रो देशमा पनि धेरै व्यक्तिहरू सहिद भएका छन्, जसको आज पनि हामी हरेक वर्षमा उनीहरूको जन्म जयन्ती, उनीहरूको नामलाई उच्चारण गर्छ, सारा देशले मान्छ। प्रभुका मानिसहरू चाहिँ, प्रभुका सेवकहरू चाहिँ शरीरको मात्रै सहित होइन, उनीहरू आत्माको संसारमा पनि परमेश्वरको राज्यमा पनि ठुलो इनाम पाउने भागीदारहरू उहाँहरू। आमेन। यस कारणले गर्दाखेरि उनीहरूले मन रुचाए, तर परमेश्वरको अगाडि दायाँ बायाँ गरेर कहिले पनि रुचाएन। आज म तपाईँलाई बताउँ, यो शरीरको महिमाले नि हाम्रो जीवनमा यति कुराहरू फरक पार्छ। शरीरको महिमा चाहिँ सजिलो हुँदैन, कष्टदायक हुन्छ, कष्टदायक हुन्छ। तर याद गर्नुहोस्, त्यो कष्ट पनि तपाईँको लागि आनन्ददायक बनेको छ। आमेन। आनन्ददायक बन्छ, कष्ट पनि तपाईँको लागि आनन्द बन्छ, त्यो कष्ट पनि तपाईँको लागि आनन्द बन्छ। थुप्रै कुरा नगरिकन अब अन्ततिर म कि परमेश्वर तपाईँ र मलाई यो मौका दिनुभएको छ। यस कारणले गर्दा तपाईँले मेरो लागि उहाँले प्रतिज्ञा गर्नुभएको छ, अनि तपाईँले पनि प्रतिज्ञा गर्नुभएको छ, मेरो जीवनबाट, मेरो शरीरबाट परमेश्वरको महिमा गर्छु भनेर। आमेन। अनि जसरी दानियलको पुस्तकमा सद्रक मेशक अबेदगो भन्ने व्यक्तिले प्रेरितको पुस्तकमा पाउल र सिलासले आफ्नो शरीरबाट महिमा गरे, अब पालो तपाईँ र मेरो यो वर्तमान समयमा शरीरबाट परमेश्वरको महिमा गर्ने पालो तपाईँ र मेरो। अब तपाईँहरू होसियारी हुनुपर्ने हुन्छ। अनि महिमा गर्दै गर्दाखेरि चाहिँ के हुन्छ भन्दै गर्दाखेरि नि थुप्रै कुरा हुन्छ, थुप्रै कुरा हुन्छ। अनि महिमा कुन व्यक्तिले गर्न सक्छ शरीरमा भन्दै गर्दाखेरि नि दुईवटा शब्दहरू मैले चलाएँ, एउटा स्वचालित हुन्छ, एउटा परिचालित हुन्छ। आज संसारमा दुईवटा समूहले काम गरेको छ। एउटा स्वचालित हुन्छ, मेरो जिन्दगी मेरो खुसी, म जे मन पऱ्यो त्यो गर्छु। अर्को चाहिँ परिचालित हुन्छ, त्यो चाहिँ होइन, मैले अरूको अर्डर फलो गर्नुपर्छ, मैले कसैको अर्डर मान्नुपर्छ। तपाईँले आफ्नो जीवनमा निहाल्नुहुँदा तपाईँ स्वचालित हो कि परिचालित हो? अनि म तपाईँहरूलाई मन पराउँछु, तपाईँ स्वचालित होइन, तपाईँ परिचालित हो। कोबाट भन्दै गर्दाखेरि कुनै व्यक्तिबाट होइन, तर परमेश्वरको वचनबाट तपाईँ परिचालित। आमेन। जब तपाईँ परमेश्वरको वचनबाट परिचालित हुनुहुन्छ नि, संसारको हजारौँ मानिसहरू, लाखौँ मानिस एकतर्फ हुँदै हो भने तपाईँलाई त्यसले फरक पार्दैन। तर यदि तपाईँ स्वचालित हो भने नि तपाईँको सानोभन्दा सानो तपाईँको जिन्दगीको परिस्थिति तपाईँलाई फरक पार्छ, तपाईँको घरनालाई, तपाईँको सेवकाईलाई फरक पार्छ। तर तपाईँ र म परमेश्वरको वचनबाट परिचालित हयौँ भने नि सारा संसार एकतर्फ हुँदै गर्दा त्यसले तपाईँ मलाई फरक पारेन। किनभने हामीले दुईवटा घटनालाई हेऱ्यौँ दानियलको पुस्तक र प्रेरितको पुस्तकमा। उनीहरू परिचालित भएको कारणले गर्दाखेरि नि त्यत्रो मान्छेले के भन्छ, कुन ठाउँमा हामीले लगेर खान्छ भने त्यो कुरो प्रभाव गरेन। हामी परिचालित हौँ, हामीलाई पठाउने परमेश्वरको आदर हामीले गर्नुपर्छ। त्यो निर्णय मात्रै गरेन, प्रतिज्ञामा उभिएको छ उनीहरू। याद गर्नुहोस्, जब प्रतिज्ञामा उभिने मानिसहरू खडा हुन्छ नि परिस्थिति हल्लिँदो रहेछ। आमेन। परिस्थिति हल्लिँदो रहेछ, परिस्थिति हल्लिन्छ। जब प्रतिज्ञाको मानिस खडा हुन्छ नि धेरै कुरो बनिएको छ। आमेन। दुईवटा उदाहरण म तपाईँलाई बताउँ। एउटा प्रतिज्ञाको मानिस नुहा भनेर तपाईँलाई बताउन मन पर्यो। अनि प्रतिज्ञाको मानिस उभिँदै गर्दाखेरि नि पानी परेकै थिएन, जहाज बन्नेकै थिएन, जहाज पनि बन्यो, पानी पनि पर्यो। आमेन। दुईटै कुरा भयो। प्रतिज्ञाको मानिस उभिँदै गर्दाखेरि जहाज भनेको चाहिँ सुरक्षा हो, पानी भनेको चाहिँ प्रभुको महिमा हो। दुईटै कुरा आउँछ, दुईटै कुरा आउँछ। तपाईँ प्रतिज्ञाको मानिस हो भने नि तपाईँ उभिँदै गर्दा तपाईँलाई आवश्यक पर्ने दुईटै कुरा, सुरक्षा पनि आउँछ, परमेश्वरको महिमा पनि आउँछ। तपाईँ चाहिँ प्रतिज्ञाको मानिस हो। त्यस कारणले गर्दाखेरि अब तपाईँले आफ्नो शरीरमा परमेश्वरको महिमा गर्नुपर्ने हुन्छ। अनि परमेश्वरको महिमा गर्दै गर्दाखेरि चाहिँ कसरी भन्दै गर्दाखेरि हामी परिचालित हौँ परमेश्वरको वचनबाट प्रेरित भएर, परमेश्वरको वचनहरूले प्रेरित गराएर तपाईँहरूमा परिचालित भएका हौँ। अनि स्वचालित भयो भने चाहिँ मेरो जिन्दगी, मेरो परिवार, मेरो घर होइन र मेरो सबै मेरो भन्ने आउँछ। त्यहाँ हामी लामो विचार गर्नै सक्दैनौँ, सीमितमा हाम्रो जिन्दगीलाई पनि समाप्त गरी पठाउँछौँ। त्यस कारणले गर्दाखेरि अब तपाईँहरूमा अलिकति हाम्रो विचारलाई फराकिलो बनाऊँ अनि तपाईँहरूमा परिचालित हौँ। आमेन। कसैको निर्देशन होइन, परमप्रभुको जिउँदो वचनले तपाईँहरूमा प्रेरित गरेको छ अनि त्यही वचनले तपाईँहरूमा परिचालित छौँ। अब उहाँको निर्देशन पालना गर्नु नै तपाईँहरूको लागि थुप्रै कुरा हो।
जस कारणले गर्दाखेरि तपाईँ र मैले याद गरौँ, तपाईँ प्रतिज्ञा गरेको मानिस हो भनेर म तपाईँलाई भन्न मन पराउँछु। एउटा दुईवटा वचन मैले तपाईँको अगाडि पढ्न चाहन्छु। परमेश्वरको वचनले प्रतिज्ञा गरेको छ अनि त्यो प्रतिज्ञा आज तपाईँको लागि र हामी सबैको लागि भएको छ। यसरी भन्छ उत्पत्तिको पुस्तक 4:26, सेतको पनि एकजना छोरो भयो र उनको नाउँ एनोस राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे भनेर लेखेको छ। अनि उत्पत्तिको पुस्तक 5:3, आदमको उमेर 130 वर्षको हुँदा उनको आफ्नै प्रतिरूपमा एउटा छोरो जन्मियो, उनले त्यसको नाउँ सेत राखे। अर्को एउटा वचन पढ्नु पर्यो, यहोशूको पुस्तक 1:3, मैले मोसालाई प्रतिज्ञा गरे झैँ तेरो पैताले कुल्चने सबै जग्गा म तँलाई दिनेछु। अर्को पनि वचन छ, यहोशू 3:5, यहोशूले मानिसलाई भने तिमीहरू आफैलाई पवित्र बनाऊ, किनकि भोलि तिमीहरूका बिचमा परमप्रभुले उद्धारका काम गर्नुहुनेछ। यहोशू 4:18, परमप्रभुका करारको सन्दुक बोक्ने पुजारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भुइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघि चाहिँ किनारा ढाकेर बग्न थाल्यो। अब तपाईँ चाहिँ किन प्रतिज्ञाको मानिस हो भनेर मैले एक दुईवटा वचन तपाईँको राखेँ। तपाईँलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। तपाईँ खडा हुँदै गर्दा, तपाईँ उभिँदै गर्दा त्यहाँ फरक हुन्छ, फरक आउँछ। त्यस कारणले गर्दा तपाईँ चाहिँ प्रतिज्ञाको मानिस हो। त्यहाँ समुद्रले, खोलाले, नदीले पनि आदर गरेको छ। अनि आज म तपाईँलाई बताउँ, तपाईँ उभिनु भयो भने नि नदी जस्तो, खोला जस्तो परिस्थिति होला, अवस्थाहरू होला, यी सबै कुराले आदर गर्न सुरु गर्छ। आमेन, आदर गर्न सुरु गर्छ। अन्तिम वचन पढेर मैले अन्त गरेँ। यसरी भन्छ हबकुकको पुस्तक 2:14 किनकि समुद्र पानीले ढाके चाहिँ पृथ्वी परमप्रभुको महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। आमेन। अब यहाँ अन्त तपाईँलाई के जोड दिँदैछु भन्दै गर्दा प्रतिज्ञा तपाईँ र मसँग छ। अब यो कुरा चाहिँ परमेश्वरले तपाईँ र ममा भएको देख्न चाहन्छ। अनि मिठो उदाहरण उहाँले भन्नुभयो, किनकि समुद्र पानीले ढाकिए चाहिँ यदि समुद्रमा पानी छैन भने त्यसलाई समुद्र भनिँदैन। के भनिँदैन अरे? समुद्र भनिँदैन। समुद्रको नाम मेटिन्छ। त्यहाँ पानी भएकै कारणले गर्दा, पानीको लेभल अत्याधिक बेसी भएको कारणले गर्दाखेरि होइन र, थुप्रै पानीहरू, थुप्रै खोला र नदीहरू जोडेको कारणले गर्दा उसलाई के भन्छ? समुद्र भनिन्छ। पानी छैन भने समुद्र भनिँदैन, नाम हराउँछ। त्यस कारणले गर्दाखेरि यहाँ यसरी भन्छ, किनकि समुद्र पानीले भरिए चाहिँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ। अब प्रभुको महिमा चाहिँ कोसँग छ भन्दै गर्दाखेरि, कोसँग छ प्रभुको महिमा भन्दै गर्दाखेरि तपाईँ र मसँग छ, उभिने व्यक्तिहरूसँग छ। आमेन। शरीरलाई परमेश्वरको महिमाको लागि प्रयोग गर्ने व्यक्तिहरूसँग छ। अनि त्यो व्यक्तिहरू आज परमप्रभुले खोज्नुहुन्छ। त्यो दिन 50,000ले घोप्टो पर्दै गर्दाखेरि पनि केही भएन त्यो मूर्तिलाई, तर 3जना व्यक्तिले घोप्टो नपरेको 3जना व्यक्तिमाथि सबैको आकर्षण भयो। अनि आजको हिसाबमा भन्यो भने सबै मिडियाहरू भनौँ, सबै प्रकारका न्युजहरू चाहिँ 3जना व्यक्तिले किन गरेन मात्रै भन्यो, के छ रहस्य मात्रै खोज्यो। तर त्यत्रो 50,000 मानिसले दण्डवत गरे, कसैलाई पनि सोधेन, 3जना व्यक्तिलाई मात्रै सोध्यो, किन गरेन, यसको कारण के हो, उद्देश्य के हो, थुप्रै कुराहरू होइन र। भन्नुको मतलब उनीहरू प्रचारिनु भयो। बुझ्दैनुहुन्छ? 3जना व्यक्तिले त्यो आकृतिलाई, प्रतिमालाई दण्डवत नगर्दै गर्दा सारा संसारको लागि प्रज्वलित भएको छ। अनि आज परमेश्वरले तपाईँ र समुदायमा तपाईँ र मलाई यो हिसाबले राख्नु भएको छ कि तपाईँ र मलाई देखाउन चाहनुहुन्छ। अब लुक्ने समय होइन, देखिने समय हो। आमेन। अब एउटै हलमा नारिएर चाहिँ तपाईँ हामी एउटै त हो भन्ने होइन। अब हामी अलग हो। आमेन। हामी अलग हो, तपाईँ अलग हो। तपाईँ अलग किन्नुपर्छ। अलग किन्नु सक्नु भएन भने के हुन्छ भन्दाखेरि त गिन्ती हुँदैन, अरू केही पनि हुँदैन। के हुँदैन अरे? गिन्ती हुँदैन। तर अलग किन्नु भयो भने चाहिँ गिन्ती हुन्छ। अनि आज प्रभुले तपाईँ र मलाई त्यो 3जना व्यक्ति कहाँ छ भनेर हरेक दिन खोज्दै हुनुहुन्छ। अनि तपाईँ मेरो उत्तर चाहिँ यो हो, प्रभु म यहाँ छु, म रेडी छु। तपाईँले सङ्कल्पको साथमा, एउटा प्रतिज्ञाको साथमा तपाईँ आज यो भवनबाट बाहिरिनुपर्छ। त्यत्तिकै होइन, आज शनिबार हो, जाउँ न भनेर आउनु त भयो होला, केही फरक परेन त्यसले। तर जाँदै गर्दा एउटा प्रतिज्ञा लिएर जानुहोस्, यो शरीरले प्रभुको महिमा गर्छ। चाहे जीवनमा जे होस्, जुनसुकै परिस्थितिको सामना गर्नु परोस्, तर यो शरीरले प्रभुको महिमा गर्छ, यो शरीरले प्रभुको आदर गर्छ। एउटा प्रतिज्ञा गरेर जानुहोस्। जब तपाईँले प्रतिज्ञा गर्नुहुन्छ नि, तपाईँ चमकिन सुरु गर्नुहुन्छ।
तपाईँ चम्किनु भयो भने नि सबैभन्दा मिठो कुरा चाहिँ तपाईँको घर उज्यालो हुन्छ। आमेन। तपाईँको घर उज्यालो हुन्छ। तपाईँको घर उज्यालो भयो भने चाहिँ नि तपाईँले सबै कुरो देख्नुहुन्छ नि त, होइन र? उज्यालो भयो भने चाहिँ कहाँ के छ भन्ने कुरो प्रष्टै हुन्छ। अनि देखिसकेपछि निकाल्नु पनि पर्छ, फेरि निकाल्नु पनि पर्छ। अनि निकाल्ने जिम्मा पनि परमेश्वरले तपाईँलाई नै दिनुहुन्छ, छिमेकीलाई दिनुहुन्न नि त नि। तपाईँको घरबाट जिम्मा परमेश्वरले तपाईँको छिमेकीलाई दिनुहुन्न, तपाईँलाई नै दिनुहुन्छ। तपाईँ चम्किनु भयो, तपाईँले देख्नुहुन्छ। यो आँखा त फेरि यस्तो हो नि त नि, अघि मैले भने भूत हेर्ने आँखा हो, होइन र? के हेर्ने आँखा, प्रभुको महिमा हेर्ने आँखा त होइन नि त। कतिपल्ट देख्दैन प्रभुको महिमा चाहिँ। तपाईँ चम्किनु भयो भने नि तपाईँले आफूभित्रको कुरालाई देख्नुहुन्छ। अनि तर धेरैपल्ट हामी छिमेकीलाई मात्रै देख्छ नि त, अर्कोले मात्रै बिगारेको मात्रै देख्छ यो आँखाले। आफूले बिगारेको त कहिल्यै नदेख्दो रहेछ। एउटा वचन कोट गरेको थिएँ, के भन्छ, एउटा लेख भनौँ, एउटा सानो एउटा टिप्स भनौँ। अनि त्यो पास्टर आमालाई सुनाउँदै थिएँ, निकै अगाडि लेखेको रहेछ। नोटलाई यसो पल्टाउँदै थिएँ, दिउँसो एउटा नोट गरेको थिएँ। अनि आज बोल्नुपर्छ भनेर नोट गरेको थिएँ। त्यो नोट कहाँ लेखेँ पत्तै भएन मलाई। कुन पन्नामा लेखेछु, बेलुका खोजेको भेट्दैन, अरू मात्रै भेट्छ। अनि त्यहाँ मैले यो संसारमा सबभन्दा गाह्रो काम चाहिँ एउटै मात्रै छ अरे क्या। त्यो चाहिँ के हो भन्दै गर्दाखेरि इमान्दारी भएर इमान्दारी जीवन जिउनु चाहिँ गाह्रो अरे क्या। इमान्दारी भएर इमान्दारी जीवन जिउनु चाहिँ गाह्रो अरे। यो संसारमा एउटा चाहिँ यस्तो गाह्रो काम छ, एउटै मात्रै छ अरे। त्यो चाहिँ के हो भने इमान्दारी भएर इमान्दारी जिउनु चाहिँ, इमान्दारी भएर जिउनु चाहिँ गाह्रो काम है मान्छेलाई। अनि मैले लेखेको रहेछ आज लगभग 7-8 वर्ष अगाडि। अनि त्यहाँ मैले यसो विचार गरेको थिएँ, त्यो दिन त्यो समयमा प्रभुसँगको प्रार्थना गर्दै गर्दा, प्रभुसँग हिँड्दै गर्दा, प्रभुसँगको सम्बन्धमा बस्दै गर्दाखेरि के लेख्न। अनि म चाहन्छु कहिलेकाहीँ तपाईँलाई पनि प्रभुले बोल्नुहुन्छ होला, तपाईँको नोटमा लेखिराख्नुहोस्, होइन र? अनि मेरो बानी छ, मलाई लागेको कुराहरू, मेरो मनमा आएको कुराहरू, प्रभुले बोलेको कुरा चाहिँ म लेख्छु। अनि डेट पनि लेखिराख्छु। अनि खाता त नोटबुक त पल्टाएर बन्द गरेर राखिराख्छौँ। तर कुनै दिन तपाईँले निकाल्नु भने तपाईँलाई सम्झना हुन्छ, त्यो दिनको तपाईँलाई रिमेनिङ हुन्छ, त्यो दिनको उपस्थिति तपाईँलाई महसुस हुन्छ। लेख्ने बानी पनि भन्न मन पराउँछु। र आज मैले तपाईँलाई अन्ततः यसरी भने कि यो समुद्र पानीले ढाकिए झैँ नै परमप्रभुको महिमा ज्ञानले भरिपूर्ण हुनुपर्छ यस पृथ्वी भन्दै गर्दाखेरि तपाईँ मेरो लागि पृथ्वी चाहिँ तपाईँ मेरो समुदाय हो, तपाईँ मेरो वरिपरिको मानिसहरू हो। अब तपाईँ र मैले नि प्रभुको महिमाले ढाक्नु पर्नेछ, प्रभुको ज्ञानले ढाक्नु पर्नेछ। अनि त्यसको लागि कसरी ढाकिन्छ भन्दै गर्दा तपाईँले म खडा हुनु पऱ्यो, होइन? सबै ठाउँमा हुन्छ भन्नु भएन, कति ठाउँमा त हुँदैन पनि भन्न सक्नुपर्छ नि। अनि यो चाहिँ गाह्रो छ नि मान्छेलाई, हुँदैन भन्न चाहिँ। तपाईँ उठ्नुहोस् भन्न चाहन्छु, तपाईँ खडा हुनुहोस्, तपाईँ खडा हुने समयभित्र हुनुहोस्। अनि यो ढुक्क नहुनुहोस् है फेरि, मात्रै खडा हुने, अर्को छैन नभन्नुहोस्। पालो परमेश्वर तपाईँलाई मलाई दिएको छ, आमेन। मौका परमेश्वर तपाईँलाई मलाई दिएको हो। यो मौकालाई तपाईँले नै उपभोग गर्न सुन्न चाहन्छु। अनि तपाईँको मौका अरूले लग्यो भने के हुन्छ भन्नुहोस् त? हामी त हेरेको मात्रै हुन्छ, अरू केही पनि हुँदैन। त्यस कारणले गर्दाखेरि यो मौका परमेश्वर तपाईँलाई दिनुभएको छ, मलाई दिनुभएको छ, हामी सबैलाई दिनुभएको छ, मण्डलीलाई दिनुभएको छ। समात्ने हो नि उठ्ने हो, ठुलो कुरो केही पनि छैन, आमेन। समात्ने उठ्ने हो। तपाईँ उठ्दै गर्दाखेरि नि तपाईँलाई गाह्रो हुन्छ होला, तपाईँलाई साह्रो पर्छ होला, तर बल्लैले उठिसकेपछि नि तपाईँले बस्नु पर्दैन, तपाईँले सम्मान पाउनुहुनेछ, आमेन। सम्मान पाउनुहुनेछ। अनि उनीहरूलाई पनि सत्रक मेसक अबेदनगोलाई पनि गाह्रो पऱ्यो त्यतिखेर, तर उनीहरूले अठोट गर्यो, प्रतिज्ञा गर्यो हृदयमा, हुँदैन, हामीले झुक्नु हुँदैन, हामीले झुक्नु हुँदैन। त्यसपछि उनीहरूले होइन हामी मर्छौँ बरु, बचाउनु भएन भने पनि केही छैन, मर्छौँ भनी पठायो। मैले कहाँ भन्दै थिएँ याद भएन। संसारले यो संसारको परिस्थितिसँग तपाईँले मैले हात उठायो भने चाहिँ अब सकियो भनेको नि त नि। तर परमेश्वरको उपस्थितिमा हात उठायो भने चाहिँ सुरु हुन्छ नि, होइन र? तपाईँले संसारमा हात चाहिँ दुईवटा माथि खडा गर्नुमा अब सकियो, यो जीवन तपाईँको जेसुकै गर्नुहोस् भनेको सरेन्डर गरेको। तर जब तपाईँले घोडा टेकेर प्रभुमा हात चाहिँ उठाउनुहुन्छ नि तपाईँको जिन्दगी सुरु हुन्छ, आमेन। स्वर्गको ढोकाहरू खोलिन सुरु गर्छ। बाइबलमा थुप्रै उदाहरणहरू छ, जब मानिसले घोडा टेकेर हात उठाइदिने स्वर्गको द्वारहरू खोलिएको छ, उनीहरूको आवश्यकता स्वर्गबाट फुलफिल भएको छ, पुरा भएको छ। अनि आज म तपाईँलाई यो भनेर अन्त गर्छु, तपाईँ खडा हुँदै गर्दा तपाईँलाई गाह्रो होला,
कतिपटक भडाटिने अवस्था पुग्ला, तर हात नखानुहोस्। हात चाहिँ उठाउनु भयो भने नि तपाईँले भन्नुको मतलब तपाईँ परमेश्वरमा भर पर्नुहोस्। परमेश्वरले स्वर्गको ढोका खोल्न सुरु गर्नुहुन्छ। आमेन। पुरा गर्नुहुन्छ।